हाई एभ्रिवान वेलकम टु माई च्यानल। आज हामी मोमो खान आँटेको होइन। सो लेट्स वाच है। कति पछि हामीले मोमो खाएको के लाइक धेरै भइसक्यो त्यो 1-2 मन्थै भएको थियो नखाएको होइन। अनि अनिसा मेरो घर आएको थिइन् अनि हामीले प्लान गऱ्यौँ लेट्स इट मोमो। अनि फेरि उसको मामु के अरे भेज हो क्या, नन भेज खाइसिन्न अनि त्यही भएर वी मेड भेज मोमो आउट अफ बन्दा। अनि हामीले अनिसा र मैले बनाएको है। बाइ द वे हाम्रो मम्मीहरूले हेल्प गर्नु भएन हामी आफै बनाउने भनेर बनायौँ मोमो अचार होइन। सो लेट्स इट है। तर कस्तो मिठो भएछ क्या हामीले बनाएको होइन। हामीले लास्ट टाइम बनाएको थियौँ सँगै उसको घरमा अनि यसपालि हाम्रोमा बनाएको होइन। यति मिठो भएको छ क्या, आई क्यान बिलिभ कि भेजमा पनि यति मिठो हुन्छ अनि नन भेज खाने बानी भइसक्यो होइन। त्यही पनि भेज खाँदाखेरि पनि मिठो लाग्यो। अनि प्लिज हामीले खाएको देखेर नहाँस्नु होला है। सो एकछिन हेरौँ हामीले खाएको। अनि साफु यताउति हेर्दै खाइरहेछ म पनि। तर मैले कस्तो टाइपले पकडेको त फर्कलाई, ओ माई गड। मेरो माइन्डमा के थियो त्यतिखेर, किन हाँस्दैछु म। डोन्ट जज। अनि चाहिँ के सोचिरहेछ खाँदै, ओ माई गड कागती के अरे अचारमा थोरै अमिलो भएन क्या। अनि अनिसा र मलाई चाहिँ अमिलो चाहियो क्या, अनि त्यही भएर कागती हालेको हामीले थोरै। अनि कति मिठो भयो क्या झन् कागती हालेपछि त, माई गड आई क्यान बिलिभ साँच्ची। इफ यु लाइक दिस भिडियो है अनि अलिकति राम्रो भयो भने चाहिँ वी विल अगेन मेक अ मुकबाङ भिडियो। अब हामीलाई त आउँदैन, जस्ट ट्राई गर्दैछौँ होइन। देन अल्सो वी विल ट्राई टु डु अ भिडियो अगेन टुगेदर होइन ल। सो हामीलाई हेर्नु, हाम्रो भिडियो लाइक कमेन्ट गरिदिनु है। अनि च्यानल पनि सब्सक्राइब गरिदिनु होला। म कति गफ हानिरहेछु यार, आइम यापिङ टु मच। ए म मेरो साथीको कुरा सुनिरहेको थिएँ। अनि सबै ज्ञानी भएर खाएको क्या, म चाहिँ कति बोलेको, ओ माई गड। मोमो खाइ साँच्ची मैले कसरी पकाडेको क्या चम्चालाई, ओ माई गस। म एउटा स्टोरी सेयर गर्छु ल। एकपल्ट म मेरो बेस्ट फ्रेन्ड र म होइन मोमो खान गएको थियौँ होइन एक ठाउँमा विराटनगरमा। हामीले लाइक 200 कि 250 तिरेको हौ भेज मोमोको। अनि घरमा आएर मम्मीलाई भनेर झन्डै मार्नु भएन मलाई। चिकन मटन भए पनि एउटा कुरा होइन, अरू टाइपको मोमो स्टिम भेज मोमोलाई क्या, ओ माई गड। अनिसा बोल्न थाल्यो है अब चाहिँ। अनि मैले मोमो देखाएको गाइज। अब हामी नेक्स्ट भिडियो मेबी के ल्याउँछौँ थाहा नै छैन, बट हामीलाई सपोर्ट गर्नुभयो भने वी विल ब्रिङ एनदर भिडियो टुगेदर। अन्त म एक्लै भए पनि आउँछु मुकबाङ गरेर कि गाइज। अनि बाइ द वे हेभ यु नोटिस द्याट हाम्रो लुगा पनि म्याचिङ टाइपको भएको रहेछ है। अनि हाम्रो हेयर पनि म्याचिङ छ। बाइ द वे अनिसा इज माई बच्चादेखिको साथी होइन। We grew together but we went to different school. And अहिले पनि डिफ्रेन्टै छ युनिभर्सिटी पनि, but we were always together by the way. Oh my god, गम खाएको खाइसो 1/1। अनि आजलाई यति मात्रै ल गाइज। अब हामी जान्छौँ मोमो खानलाई। अनि प्लिज सब्सक्राइब एन्ड लाइक एन्ड कमेन्ट एन्ड सेयर आवर भिडियो। Bye bye everyone. See you.